लोड देख्दैछ अलि Hey everyone, welcome back to my channel. अनि आज पनि आइसकेको छु अर्को ब्लग लिएर अनि आज सन्डे एभ्री सन्डे डे अफ अनि त्यसपछि आज जाँदैछु मस्ती म एक्लै जाँदै थिएँ अनि आज चाहिँ म मेरो साथीहरूसँग जाँदैछु अनि आजको प्लान चाहिँ के भन्ने छ भने हाम्रो खासौरी भिलेज जाने प्लान छ होइन अनि यता देख्न सक्ने हुनेछ जुना मुखियालाई हेलो भन्नु मेरो ब्लगमा हाई अनि त्यसपछि यसले पनि मिनी ब्लग बनाउँदैछ यसको पनि युट्युब च्यानल छ तपाईँहरूले देखेको छैन भने गएर जुना सुनवार गरेर सर्च गर्न सक्नुहुनेछ त्यहाँनिर फुडको भिडियोहरू छ अनि यहाँबाट चाहिँ देख्न सक्नुहुने जस्ट सुनीको जङ्गल यो चाहिँ अस्ति आगो लागेर पुरा कालो न कालो भइरहेको थियो अहिले चाहिँ सानो सानो त्यो भुइँमा घाँस चाहिँ पलाइरह अनि रुखहरू चाहिँ पुरै जलिरहेकै छ अझै पनि यो के अरे त्यो अस्ति घर चढ्ने मेलामा चाहिँ यो 3-4वटा घर जलेको थियो कि यतातिर यसरी सुनीमा चाहिँ 11वटा भिलेजहरू जल्दा चाहिँ यहाँ सुनीसम्म आइपुगेर रोकेको थियो क्या आगो चाहिँ 11वटा भिलेज जलेको थियो अनि पुरै जङ्गल घरहरू यसरी जलेको थियो क्या त्यति बेला त हेर्नु जङ्गलहरू पुरै नै जलेको थियो क्या त्यति बेलामा चाहिँ पुरै आगो चाहिँ यस्तो डेन्जर आएको कि यो माथिबाट आउँदा त यो आकाश नै पुरै रातो भएको थियो त्यति बेलाको क्लिप थियो मसँग त्यो मैले डिलिट गरेँ नत्र देखाइदिन्थेँ यस्तो डेन्जर आएर लागेको थियो यस्तो अझै पनि कुनैको घरहरू चाहिँ राम्रै छन् कुनै चाहिँ सब जङ्गल चाहिँ डरेलोले कालै छ स्टिल अनि भुइँमा मात्रै घाँस आएको धेरै क्लिन चाहिँ भइसकेको छ अनि त्यही हो गाइज अनि आज पनि सधैँ जाँदैछौँ हामी विथ आवर इरोन्डा हेलो से हेलो ब्रदर अनि उहाँ चाहिँ हाम्रो एकदम ट्रस्टेड ट्याक्सी हो त्यही भएर हामी सधैँ इरोन्डा ट्याक्सीमा जान्छौँ अनि त्यही हो एभ्री टाइम ट्याक्सी हाम्रो जाने आउने सबै इरोन्डा ट्याक्सी हो यो चाहिँ एकदम ट्रस्टेड छ यदि कसैलाई नम्बर चाहियो भने भन्नु हामी दिन्छौँ फेरि एकदम के अरे सस्तो प्राइस अनि त्यसपछि एकदम ट्रस्टेड पिपल के उहाँहरू चाहिँ त्यही भएर के अरे नम्बर कमेन्ट डाउन बिलो अब जाने हो ल म अहिले मेरो साथीहरू भेटेँ हामी चाहिँ अहिले चट्टा लगाएर सचितालाई लिनलाई जाँदैछौँ सचिताको चाहिँ अपार्टमेन्ट यतै अनि हामी सचितालाई लिनु जाँदैछौँ त्यो रेडी हुँदैछ अनि हामी दुईजना यहाँनिर चट्टा लगाएर जाँदैछौँ अब आइपुग्न आँट्यो त्यसलाई त्यसको अपार्टमेन्ट यतै नजिकै हो कि यहाँ त्यसलाई पर्खिरहेछौँ कहाँ पर्खिरहेछौँ त्यो चिच्याउँदै आउँछ है परबाट परि भएर आयो जलपरी भएर आइस जलपरी भयो है जलपरी सचिता जलपरी कस्तो राम्रो आयो हामी त दिदी भने यस्तो भर्खर आइपुग्यो आइज हगर ब्लग बनाइन्छ है यता यसलाई नगर यस्तो भित्र त हगर्नु पर्दैन त्यो होला लेट्स गो ब्रदर अब चाहिँ हामी सङ्गीतालाई ल्याउनुलाई जाँदैछौँ सङ्गीताको घर यता नजिकै छ यो चाहिँ लाइभ बस्दै अब सङ्गीताको नि घर आउँदैछ है गाइजहरू हजुर बढी भइरहेको छ त्यो पनि सबसे परि त के हो वाइ भनेको यतै लडी हिँड्नु यता यस्तो रहेछ यतै रहेछ रे फुलबारी लडी हिँड्नु पर्ने मैले त केटीको भनेको ठिकै छ तर कस्तो दामी यस्तो राम्रो कपाल रहेछ क्या कस्तो राम्रो केटीको जस्तो कपाल रहेछ उसको राम्रो भिडियोज देखिरह यसको घर चाहिँ यहाँ हो अनि यहाँबाट पुल्टुक्क निस्किन्छ यो केटी निस्क्यो Can you go there? Hello? Yeah. Hey, Melissa is coming. She is coming. Oh, yeah, go that way. Oi! हेर्न त्यो फेरि ओए गाडीले किच्चिलास है कसो भयो आउँदैन त आर्दैन सिया अगाडि ओइ ब्लगमा हेलो भन हेलो ल
ल फाइनली अब आइसकेको छ स्वर्ग गिफ्टर यहाँ चाहिँ यस्तो राम्रो डाँडा काँडाहरू देख्नु हेर्नु नेपालको जस्तो डाँडा काँडाहरू ल तान्नु पर्छ सानोलाई आज मस्त एकदमै राम्रो रहेछ यतातिर चाहिँ चाहनुहुन्छ भने उयो तलतिर पनि कस्तो राम्रो रहेछ होइन मन पर्यो लाग्यो खिचिहाल्ने फोटो त्यही खिच्न आएको यता चाहिँ हेर्न यता क्यामेरा यहाँ खानी म त भोकै छ त अनि त्यो गाउँतिर के पाउँछ हामी पनि त भोकै दोकान छ है ए क्याफे छ प्लिज पहिला चाहिँ खानु त्यो चाहिँ अलिक मेरो पुत्र घुमघाम रमाइलो पनि हुन्छ नि फोटो नभन्ने गएर खाइहाल्यो त्यो काटै पहिला खाइहाल्ने हामी यस्तो राम्रो डाँडा काँडा क्या हाम्रो गाउँतिर जस्तो हेर्न त हेर अझै कति बाजेको यसलाई हेर्नु यो हेरिसके हिँड्नु पनि नि नचिकिलेर भ्याएको चाहिँ गरेर नाम भ्याएको चाहिँ नाम पनि उता चाहिँ त यो चाहिँ यसको नाम चाहिँ सर्पिनी राख्दैन नागिन राख्दैन पर्छ उयो नागिन त उयो के डस्टको तेरो नाम चाहिँ यसको नाम चाहिँ के राखिदिनु है छेपारो के है छेपारो मैले रङ फेरि गर्छ होइन हौ त्यो छिट्टो हुन्छ नि त तर कति निर्गम राखिदिनु पर्छ क्या बोल्दैछ नि त बल्ल स्वर्गमा आइपुग्यो स्वर्गमा आएको अरे मलाई त्यो साई प्रश्न नर्गमा आएको जस्तो लाग्छ नकरै त धेर नबोले यो साई प्रश्न हामीलाई जागिर दिएको छ होइन पैसा दिएको छ ओ वा हामी ग्रेटफुल यो भित्र एउटा देखेर त्यो फुल्दै छ क्या फुल्दै छ ए सचिता यो हो नि त कस्तो भित्रतिर पनि घर बनाएको हामी त अब कफी खानलाई जानु लाग्यो हो हामी जुन त मसँग 50 रुपियाँ ब्याग किन्छु सेल्स कुन बोकिहाल्यो मलाई बोकिहाल्ने यहाँ जुन चाहिँ पुरा होइन पैसा निकाल्दै थियो कि यसले चाहिँ यो चाहिँ हेर्नु यहाँ फोटो खिचिदिन्छ भनेर पोजमा बसेको होला बहिनी अनि एलिसा यो चाहिँ मेरै भ्लग हो गाई दिनभरि यो लाइफमै बस्ने हो बाहिर निस्किने बित्तिकै जुन चाहिँ जहिले नि लाइफमै हुन्छ कफी चाहिँ मेरो मुक्का हो कि चोक्का थियो मकाए कहाँ होइन नि यिनीहरूले ए सर यस्तो गर तन्की हेरेको उयो फुल हेर्नु कति राम्रो कलर यो अगाडि हिँड्ने त्यही जुना हो कति यत्रो हो यो हेर्नु मैले पनि फ्ल्याट लाएर यहाँनिर चर्चमा आइपुग्यौँ अनि यहाँनिर चाहिँ कस्तो राम्रो रहेछ क्या यिनीहरूको यहाँ भिडियो फोटो चलिरहेको छ यो भित्र चाहिँ के हो ढिकी च्याउ ए हो ला हो र मरे म त यस्तो राम्रो ठाउँ कि यस्तो राम्रो यहाँनिर परिलाई पो देख्नु पर्छ त यहाँ आइज है केटीहरू यो चाहिँ हाम्रो डेस्टिनेसन यहाँ चाहिँ साकुरा फुलिसकेको छ होइन
आल्मोनो खासमा चाहिँ केटीहरूको फोटो फेरि बबाल हुन्छ हामी चाहिँ हाम्रो फोटोसुटको लागि आइसकेका छौँ यहाँनिर एकदमै साकुरा भएको ठाउँमा लट्कियाहरू कस्तो राम्रो फुलहरू फुलेको रहेछ क्या यतातिर हेर्नु यस्तो राम्रो रहेछ हामी आइसकेका छौँ एकदमै राम्रो रहेछ यहाँनिर वा हेर्नु सक्नुहुनेछ त्यस्तो साह्रो त फुलेर यहीँनिर मात्र राम्रो रहेछ ल आइपुग्यौँ अब हामी थोरै थोरै फोटोसुट गर्छौँ अनि त्यसपछि फेरि हाम्रो फर्किनु पर्ने राम्रो फ्लावर यस्तो राम्रो वा यस्तरी हुँदैछ है फोटोसुट चाहिँ यहाँनिर क्यामेराम्यान चाहिँ यता अनुहार अलिक घामतिर लिएर है छाया पर्ने हो तर कस्तो राम्रो आयो यार भिडियोमा भिडियोमा चाहिँ राम्रो आयो यता चाहिँ कफी लभर दुईवटा कफी बोकेर हेलो गाइज भन् हेलो कफी खाने भने आउनु एकदम ट्रस्ट द यो टेस्ट अरे वा मिठो छ तर लात्ते हो कि अनि लास्ट मिठो यिनीहरूको फोटोसुट दिन एकचोटि हाम फाल्न जुन एकचोटि भुइँमा लड्न कस्तो देख्दो रहेछ लड बस्न जुना हो त्यहाँ बस्छ ताली बजाउँदै गएछ कि छिटो आम्मामा यहाँनिर त कस्तो राम्री यिनीहरूको फोटोसुट हुँदैछ त्योभित्र ब्लड देख्दैछ अलिअलि यस्तै हो यिनीहरू चाहिँ यहाँ फोटो खिच्दैछ यस्तो राम्रो आइरहेछ ब्लक लाग्यो यस्तो राम्रो आइरहेछ यहाँनिर चाहिँ त्यहाँनिर हामीले चाहिँ फोटोसुट गऱ्यौँ अनि त्यसपछि अब चाहिँ हामी लाग्दैछौँ यहाँनिर चिसो न चिसो थियो अघि मैले कार्डिगन लगाएर आएको थिएँ अहिले चाहिँ मैले कार्डिगन खोलिसकेँ देख्नु सक्नुहुनेछ फेरि ब्लगमा टी सर्ट चेन्ज भयो भनेर छक्क नपर्दिनु होला गाइजहरू मैले यहाँ फोटोसुटको लागि मैले कार्डिगन खोलेको अहिले जाडो भएपछि फेरि लाउने छु अनि यहाँ चाहिँ एकदम राम्रो रहेछ यस्तो अनि यहाँनिर फोटोसुट गर्दैछ यिनीहरूको फोटोसुट सकेको छैन यदि तपाईँहरूलाई भिडियो हेर्न चाहनुहुन्छ भने टिकटकमा जानु फोटो हेर्न चाहनुहुन्छ भने इन्स्टामा फलो गर्नु है त यहाँ हेर्नु न कस्तो त्यही हो त्योहरू सबैजना फोटोसुट गरेर सकियो अनि त्यसपछि अब चाहिँ हामी ट्याक्सी बोलाएर 30 मिनट लाग्छ भनेछ ट्याक्सीलाई अनि त्यसपछि फेरि हामी आज फेरि मोलस फर्किँदैछौँ नयाँ कुरा के होइन मोलस फर्किँदैछौँ त्यहाँनिर फेरि कस्तो राम्रो यहाँनिर नि फुलहरू रहेछ है आउँदैछ तिनीहरू त्यो झोरबाट हेर फरबाट यस्तो राम्रो गाउँ रहेछ यो चाहिँ एकदमै राम्रो छ तपाईँहरू फोटो खिच्नु आउनु चाहनुहुन्छ भने चाहिँ डिएम अस ल नाच ल दामी छ है डान्स चाहिँ मारेको छ डान्सले पर दुईजनाको चाहिँ फोटो सुट नै सकेको छैन कस्तो राम्रो यहाँ ब्लग बनाउँदैछु यस्तो फोटोसुट हुँदैछ यो चाहिँ हाम्रो ट्याक्सी आइसकेको छ अब चाहिँ हामीले फोटोसुटहरू सबै सकेर अब हामी ट्याक्सीमा जाँदैछौँ हेलो ल आइज केटीहरू हेलो ब्रदर Hello. हाउ आर यु I'm good. यस्तो राम्रो भिलेज छोडेर हामी जाँदैछौँ चट्ट लागेर पछाडि केटीहरू खाना रेड क्याफे जानुहुन्थ्यो फेरि दाजु आउँछ क्या रेड क्याफे आउँछ अनि यहाँनिर यस्तो राम्रो ब्युटिफुल चर्च अनि यहाँ हाम्रो ब्रदर से हेलो ब्रदर Hello. ल यता पनि बोल तिमीहरूको बोल कस्तो लाग्यो आज गाउँहरू फोटोहरू रमाइलो भयो हाम्रो फोटोहरू चाहिँ देख्नुहुनेछ आज चाहिँ हामी एकदमै सो मच पिसफुल इन्भाइरोमेन्टमा वेदर पनि है Happy Women's Day. अब सेम टु यु भन्ने तपाईँ फेरि Hey, no same to you.
भिडियो खिच्दा अनि यहाँनिर चाहिँ यस्तो राम्रो रहेछ एकदमै राम्रो गाउँ छ है घुम्नु आउने भए समरमा ड्राई पिकनिक आउनुको लागि एकदम राम्रो छ पिकनिकको त ठाउँै बस्ने चौरै अनि त्यो चौर पनि बस्दैन तर कस्तो होइन त्यो त बारी हो नि त कहाँ चौर होइन हौ बस्ने त यहीँ पनि बस्छ बारीको घर होइन कस्तो राम्रो इन्डिया कलरको ए यो गीत चाहिँ त अनि फेरि मेरोमा कपिराइट आउँछ नि घर बन्दै रहेछ यता यता पो खुट्टाले हो कुदाउने त हातले त कन्ट्रोल हो होइन माथि गयो क्या जंजीर है कोई कच्ची डोर नहीं है मैं क्या करूं दिल पे कोई सुर नहीं है मैं क्या करूं सिटी आइपुग्यो डोर नहीं है मैं क्या करूं नाकी टच गरिए न यतिको चाहिँ चाहियो ल चोली के पीछे क्या है चोली के पीछे चोली के पीछे क्या है चोली के पीछे चुनरी के नीचे क्या है चुनरी के नीचे चुनरी में है मेरा चुनरी में है मेरा चुनरी में दिल है मेरा दीवाने
गाडी लडायो भने सानो भेटेर यहाँ बोकिरह हेलो भन्न सानो मेरो भ्लगमा मलाई चाहिँ अङ्गलै नमा म त 42 किलो छु ल हामी भेटिसक्यौँ ल हामी ल सबैजनालाई शिवानी आइसकेको छ अनि त्यसपछि राम्रै भइरहेको छ आज खै फुल आउटफिट देखाउँछु पर जा यस्तरी आएको छ राम्रै भइरहेको छ अनि आज हाम्रो केटीहरूलाई समर लागेछ जुन यहाँ छ दुईटा केटी पैसा हाल्दैछ अनि म चाहिँ यहाँ छु हामी चाहिँ फर्किँदैछौँ गाइज अनि यता हेर्न बाई बाई गर्न सबैले बाई बाई सँगै देख्छौँ बाई बाई फर वाचिङ ल हामी फर्क्यौँ